हेलो गाइज, आज चाहिँ हामी यहाँ नयाँ गेम खेल्दैछौँ। गेम चाहिँ के छ भन्दाखेरि यो चाहिँ राम्ररी मिलाएर राख्ने हो। सुरुमा चाहिँ हाम्रो हेरमा आन्टी अब खेलेको हेरमै त कस्तो खेल्नुहुन्छ भनेर। कतिवटा छ मलाई देखाउँछु कति नम्बर छ मेरो हातमा देखाए कि देखाएन भन्नलाई कति नम्बर छ कति नम्बर छ अन्त जति दुई अब हेर आन्टीले यसरी हाल्नुहुन्छ लि त हुँदैन त फेरि हाल्ने कहाँ लास्टको हालेर कहाँ मिलाउनु मिल्छ र। यहाँ हेर्ने मान्छे चाहिँ यहाँ दुईजना हुनुभयो। ट्रन पनि आउँछ है अङ्कल, तपाईँको पनि ट्रन आउँछ। त्यहाँ उसको भित्र हाल्नुपर्छ आन्टी। हो त्यसरी गर्नुपर्छ। कुन चाहिँ बस्छ त्यही चाहिँ मिलाएर हाल्ने है। टाइम ओभर हुन्छ कति सेकेन्ड भइसक्यो ल अब म 20 सम्म गर्छु, भ्याउनुपर्छ। 1 2 3 जोड्नुपर्छ 4 5 6 7 8 9 10 ल हेरौँ है त। ल आँखा खोल्नु कतिको मिलाएर रहेछ। वाउ कति राम्रो तरकारी मिलेको है। यहाँसम्म मिलाएर रहेछ, यहाँको माथिको पनि मुनिको माथि भएछ। ल आन्टीले चाहिँ यो चान्स चाहिँ हारिसक्नु भएको छ। झिक्नुपर्छ। 5 मा चाहिँ 4 आयो आन्टीको। अब अर्को टर्न है त हेरौँ। नेक्स्ट टर्न साथीहरू अब हेर्न सक्नुहुन्छ अर्को पालो रहेको छ हाम्रो अङ्कलको। अब अङ्कलले चाहिँ कतिवटा मिलाउनुहुन्छ ल गेस गरौँ है त हामी चाहिँ। यहाँ आन्टीले चाहिँ बाँधिदिनु भयो। पुरा टाइट बाँधिनु पर्छ नि आन्टी, यस्तो झ्याली गर्न पाइँदैन है। बुढा तपाईँ जित्नु म 10 रुपियाँ लिऊँ न, तपाईँ 10 रुपियाँ लिऊँ ल, हिसाब गरेर गरौँला भन्न पाइँदैन। ल अङ्कल कति डुम्ला छ? यता कति डुम्ला छ? भयो भन्नु न कति डुम्ला छ गेस। ल अब गेम खेलौँ है त। सबै छ है। ल हेरौँ है त अङ्कलले कतिवटा मिलाउनुहुन्छ। अब यो गेममा टाई भयो भने चाहिँ हामी राजा रानी गेम पनि खेल्नेछौँ है गाइजहरू। यो गेममा टाई भयो भने चाहिँ हामी राजा रानी गेम पनि खेल्दैछौँ, तपाईँहरू टेन्सन नलिनुहोस्। ओहो ल अङ्कल खोल्नुहोस्। कङ्ग्रेचुलेसन, अङ्कलले जित्नु भएको छ। अब अर्को टर्न, अब सुगम मिस्टरको टर्न है त। ल अब सुगमको पालो। अब हेरौँ है त कसले। ल पुरा टाइटै टाइट। ल कतिवटा उम्ला छ यता? 10। ल खेल। ल हेर्छ है। यहाँ एकजना विनर जितेर हेरिदिनु भयो। जित्यो भने पैसा पाइँदैन। हेरौँ है त अब कस्तो गर्छ। ल हो एउटा मिलायो। ओहो अब हेरौँ है त। ल भाइ अब खोलेर हेर त। फेल सेम आन्टीको जस्तै भएको छ यो चाहिँ। आन्टीको
या सुम्नेको ट्रन अब चाहिँ मेरो टर्न रहेको छ अब हेरौँ है त हामी सुमिनाको ट्रन होला नि सिधा पेपर रक के अब यहाँ सुम्नेको ट्रन भयो अब हेरौँ कुन गर्छु अब यहाँ एउटा सुनै बिगार्छ जस्तो छ यो चाहिँ तेस्रोमा हो यहाँ विचार गरेर कुन चाहिँ कुन चाहिँ अब बिगारी है यो बिगारी 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 बिस्कुटले जित्यो नि हारी ल यो चाहिँ मेरो पुरा भइसक्यो जिती जिती ल मैले र अब अङ्कलले जिते म अब राजा रानी टाई भयो है अब ल गाइज अब चाहिँ अग्नेको म्याचमा चाहिँ अब टाई भइसकेको छ अब चाहिँ हामी खेल्दैछौँ राजा रानी सुगमले चाहिँ पट्टामा ल्याइसकेको छ खेल्ने चाहिँ एकजना दुईजना तिनजना अनि म गरेर चारजना छौँ ल है त ल गाइज अब चाहिँ यहाँ चाहिँ राजा रानी चोर र पुलिस भइसकेको छ अब फुक्ने काम चाहिँ सुगमको ल हात ल चारजना खेल्ने जति यहाँ हेर्नु है हेलो हेलो यता 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 अब हेर्नु यहाँ फुकेपछि फ्यालिन्छ ठ्याक्क टिप्नुपर्छ है ल 1 2 3 गो ल रुङ्नु रुङ्नु फ्यालिदियो टाढा टाढा अब के आयो भने के हुन्छ पुलिसले चोर भेट्टाउने त्यही हो यहाँ भन्न पाइन्न ल गाइस हेर्न सक्नुहुन्छ म चाहिँ यो भइसकेको छु अब यहाँ तिनजना छ पुलिस चाहिँ को ल आन्टी ल चोर खोजौँ है त अब यो उसमा चोर कसको हातमा छ भने चोर चोर चोरको हात चाहिँ कसको हुनसक्छ हेरौँ है त ल ल पुलिस गेस गर्नुहोस् चोर ओके होइन ल पुलिसले चोर भेटाइसक्नु भएको छ धेरै धेरै बधाई ल अब अर्को म्याच पनि हुन्छ है अब चाहिँ जितेको मान्छेले फेरि घोल्दैन म अब चाहिँ के गर्नु पर्छ अब फेरि त्यही पुलिसले चोर पत्ता लगाउने पञ्चायत गर्दा नि दुईचोटि खेल्ने अब को लै ए आफूले पटाएको आफू लखान अनि गाह्रो हुन्छ अङ्कल आउट अङ्कल आउट भइसक्नु भएको छ अर्को अहिलेको म्याचमा अङ्कल आउट हुनुभयो अब फेरि हेरौँ है ल अब एकजना आउट भएर चाहिँ गेस गर्न सक्नु भएन अङ्कलले पुलिस भएर चोरलाई अब अङ्कल आउट हुनुभएको छ अब चाहिँ यहाँ हामी तिनजना बस्यो यहाँ रानी पुलिस चोर अब को हुनसक्छ है त ल पटाउने नि कसको ट्रोल यस्तो गर्छ अब यस्तो गर्नु अब म जितेको हो म गर्छु ल कसको पऱ्यो त ल पटाएको आफ्नो ढ्याक्कै पार्नु म पुलिस पऱ्यो अब चोरी आयो तिम्रो देखिसक्यो नानीले अनि चोरहरू दुईजना मैले देखि आएन त चाहिँ चोरहरू चाहिँ अब यहाँ दुइटाबाट को हो कसलाई गेस गर म यहाँ बसी सुगाम चोर हुन त मलाई सँग पनि लगाइरह्यो यो बढी हाँसिरहेको कि यो हाँसै बढी भइरह यहाँ फेरि आन्टी चुपचाप पनि म आन्टीको माथि नि मैले चोरको यसो फिलिङ्सहरू आइरह दुईजना हाँसो म कसलाई छु यहाँ भाइले समेत आन्टी चोर भनिसकेको छ ल चोर अब म गेस कसलाई पारौँ त हुनसक्छ ल आन्टी चोर ल म आउट भएँ अब दुईजना छन् अब दुईजनामा चाहिँ त अग्नाइको गेम मिलाउने खाले गेम है ल खाजा चाहिँ आइसकेको छ बनाना अब दुईजना मात्रै पहिला खाजा ब्रेक है त ल खाजाको ब्रेक खाजा ब्रेक सकिसकेको छ अब यहाँ आन्टी अब यहाँ भाइ छ दुईजना छन् अब दुईजना मध्ये कुन चाहिँले अब 25 रुपियाँ गाए पर्छ है त ल अब आन्टी चाहिँ के अरे अङ्कल चाहिँ आउट भइसक्नु भयो अब यति बाँकी छ पुरस्कारको व्यवस्था यता ल्याउनुहोस्
25 रुपियाँ छ 25 घुमाउँदैन नि। अब म चाहिँ अब एकजनाले बाँधिदिन्छु को हाल्छ फर्स्ट म तपाईँ नै खेल्ने सुगम नखेल्ने दुईटैले नमिलाएको है ल दुइटैमा कसले मिलाउँछ है तल हेर सुरुमा चाहिँ आन्टीले खेल्छु भन्नुभएको छ ल आन्टी कति रुमला छ मेरो चाहियो क्या देख्नु हो क्या हो ल कति रुमला छ एक ल भयो ल अब सुरु गरौँ है त ल ल यहाँ सबै छ नि एउटा मिलिसकेको छ त्यही छन् दुईजना जित्यो भने फेरि अर्को नयाँ ट्रिक पनि खेलौँला नि त ल बिग्रिन नि सक्छ बिग्रिन नि सक्छ बिग्रियो ल आन्टी खोलेर हेर्नुहोस् बिग्रियो कि मिल्यो आफैले वाउ कङ्ग्रेचुलेसन मिल्यो ल अब यहाँ मेरो भाइ सुगम साहेबको टर्न छ ल आन्टी अब तपाईँ बाँधिदिनु भाइलाई पैसा त ल ल है त ल यहाँ छ है ल भाइको गेम प्ले हेरौँ है त लास्टमा 25 रुपियाँ सुगम लिएर मैले आधा भाइ आधा आधा त हुँदैन अर्को गेम पनि बनाउँछु नि म ओहो सुगम त सब आँखा देख्यो खै त बल्ल राम्रो भ्यू आएन त्यहाँबाट गर्नु पर्यो त बल्ल राम्रो भ्यू आउँदैछ टाइम पनि हेर्नु पर्यो टाइम पैसा खाए पनि हो 1 10 भन्दा सक्छ 2 लन्टी गर्नु 3 4 5 भागो पैसा त म खायो भनी ल बाई तपाईँहरू ल आन्टी बाई तपाईँहरू त गेम खेलाउनु व्यस्त गर्नु पैसा त मै खायो भने ल बाई टाटा मैले फेरि पैसा लिएर भाग्दिउँ जस्तो लागिरहेको त अब यहाँ दुईजना खेलिरहन् के भाग्दिउँ भनेर फेरि फर्केर आएको छु पैसा लिएर 25 रुपियाँ मिल्यो कि मिलेन दुईजनाको मिल्यो अब दुईजनाले बिङ्गो गेम खेल्ने है बिङ्गो ल हेरौँ है त ल यहाँ बिङ्गो चाहिँ अब आन्टीले खेल्न आउँदैन अरे खेल भनेपछि आइहाल्छ खेल्ने नै हो ल खेल्ने नै भन्नु भन्छ म यहाँ बुझाइदिन्छु है त बिङ्गो भनेर बुझाउँदैछु यहाँ 20 सम्मको हुन्छ यहाँ भाइले पनि लेख्दैछ यहाँ आन्टीले पनि लेखिदिनु भयो अब हेरौँ त भाइ तिम्रो पुरा भयो खै यस्तो देखाउ त ल हेर्नु यहाँ 20 सम्म पुरा भयो आन्टीले चाहिँ पुरा गरिदिनु भयो फेरि यहाँ 11 12 13 14 लेख्नुपर्छ यहाँ 11 म आफै लेख्छु नि ल नसिकामै तब यहाँ दुईजना छन् ल आन्टीको नि भइसक्यो सानो त बस त अब म यहाँ भाइले त बुझेको बिङ्गो भन्ने गेम तर आन्टीले बुझ्नु भएन म आन्टीले सिकाइदिन्छु है नम्बर चाहिँ म भन्छु है त गाइस ल सबै नम्बर म भन्छु यिनीहरूले चाहिँ गोलो लगाएर अब कसले मिलाउँछ सबैको पेपर हेर्ने म भन्छु क्या ल 13 गोलो लाउने 13 16 अनि 19 भयो 14 18 20 16 भयो त्यसो भए 15 11 8 9 10 1 खै भोलि सकेपछि काट्ने क्या 1 अनि 6 ल अब 7 ल यो काट्ने भइसकेछ त यो काट्ने आन्टीले जानु भएन कि त्यही भएर बी लेख्ने BING हो बी तैँको अर्को पनि काट्ने भयो अब 12 17 5
बिङ्गो ल सुगमको बिङ्गो भइसक्यो मेरो बिआइएनजी भयो खै हेर त सुगमको बिङ्गो भयो कि भएन बी खै हात हटाउँदै भाइ बी अब यताबाट आई एन जी ओ ल सुगेले बिङ्गो बनाइसकेको छ आन्टीको राम आन्टीको बी आई एन जी आन्टीको नि ओ भन्नु लागिसक्यो तपाईँले लाइन नै त आन्टीले चाहिँ पहिले भयो त्यता त मलाई रुल्स थाहा नगरौ आन्टीको छिटो नभनेर आन्टीले हारिसक्नु भएको छ र यो पैसा कहाँ गयो 5 रुपियाँ यो पैसा सुगमको हात हस्तान्तरण भएको छ ल सुगम विनर ल आजको साथीहरू भ्लग चाहिँ यतिसम्म रहेको छ लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद रमाइलो लाग्यो कि कस्तो लाग्यो कमेन्टमा भन्नुहोस् होला